नमस्कार। यस विशेष प्रस्तुतिमा स्वागत छ। आज हामी एउटा निकै गम्भीर तर त्यत्तिकै रोचक विषयमा चर्चा गर्दैछौँ। हान्टा भाइरस। यसको जीवविज्ञान, विश्वभर यसले पारिरहेको प्रभाव र हालै पानी जहाजमा घटेको एउटा एकदमै अचम्मको घटनाको बारेमा हामी गहिरिएर बुझ्नेछौँ। ढिला नगरी सिधै विषयवस्तुतर्फ लागौँ है त। आजको हाम्रो छोटो रूपरेखा यस्तो छ। पहिले हान्टा भाइरसको आधारभूत कुराहरू हेर्नेछौँ, त्यसपछि यसले निम्त्याउने दुई फरक खालका गम्भीर स्वास्थ्य समस्याहरू, यसको पछाडि रहेका वातावरणीय कारणहरू, अनि त्यो बहुचर्चित एमभी होन्डियस जहाजको घटना, र अन्त्यमा यसबाट कसरी बच्ने भन्ने उपायहरू। ल, सुरु गरौँ पहिलो खण्डबाट। हान्टा भाइरस आखिर हो के त? मुख्य कुरा के हो भने यो अर्थो हान्टा भाइरसले एकदमै लुकेर काम गर्छ। सुन्दा अचम्म लाग्न सक्छ, तर यसले जङ्गली मुसाहरूलाई प्राकृतिक रूपमै संक्रमित त गर्छ, तर मुसालाई भने केही पनि असर गर्दैन। मुसाहरू मजाले बाँचिरहेका हुन्छन्। तर समस्या तब सुरु हुन्छ जब मुसाको मलमूत्र सुकेर हावामा मिसिन्छ र हामी मानिसहरूले त्यो हावा सासबाट तान्छौँ, अनि सुरु हुन्छ गम्भीर जोखिम। अब यसको प्रभाव कति ठूलो छ भन्ने कुरा एउटा तथ्याङ्कबाट हेरौँ। हरेक वर्ष विश्वभर करिब 1 लाख मानिसहरूलाई एक विशेष प्रकारको हान्टा भाइरस सिन्ड्रोमले सताउँछ। 1 लाख? यो कुनै सानो सङ्ख्या पक्कै होइन। यसले विश्वव्यापी जनस्वास्थ्यमा कतिको ठूलो चुनौती थपिरहेको छ भन्ने कुरा यसैबाट छर्लङ्ग हुन्छ। अघि बढौँ हाम्रो दोस्रो खण्डतर्फ, जहाँ हामी यसका दुई फरक रूपहरूको बारेमा कुरा गर्नेछौँ। यो भाइरसको सबैभन्दा रोचक र अलि डरलाग्दो कुरा के छ भने भूगोल अनुसार यसले छुट्टा-छुट्टै अङ्गमा आक्रमण गर्छ। एकातिर अमेरिकातिर पाइने हान्टा भाइरस पल्मोनरी सिन्ड्रोम वा एचपीएस छ, जसले सिधै फोक्सोमा आक्रमण गर्छ। यसको मृत्युदर हेर्ने हो भने करिब 40% छ, निकै खतरनाक। अर्कोतिर युरोप र एसियामा पाइने हेमोराजिक फिभर विथ रिनल सिन्ड्रोम अर्थात् एचएफआरएस छ। यसले चाहिँ मुख्यतया मृगौलालाई निशाना बनाउँछ र मृत्युदर करिब 12% छ। एउटै भाइरस परिवारले ठाउँ अनुसार यसरी फरक फरक अङ्गलाई निशाना बनाउनु साँच्चीकै अचम्मको कुरा हो। बाहिरबाट हेर्दा यी दुई रोग फरक देखिए पनि शरीरभित्र यिनले गर्ने काम भने उस्तै उस्तै हुन्छ। खासमा हुन्छ के भने भाइरसले हाम्रो रक्तनलीको भित्री तहमा हुने कोशिकाहरूलाई संक्रमित गर्छ, अनि हाम्रो आफ्नै शरीरको प्रतिरक्षा प्रणालीले त्यसलाई मार्न भनेर यति कडा प्रतिक्रिया जनाउँछ कि रक्तनलीहरूबाटै ठूलो मात्रामा तरल पदार्थ बाहिर चुहिन थाल्छ। हो, यही चुहावटले गर्दा नै बिरामीको अवस्था गम्भीर र ज्यानमारा बन्न पुग्छ। अब तेस्रो खण्डमा लागौँ। आखिर यो भाइरस जङ्गलबाट हामीसँग आइपुग्छ कसरी त? एउटा सामान्य प्राकृतिक घटनाले कसरी चेन रियाक्सन ल्याउँछ भन्ने कुरा एकदमै चासो लाग्दो छ है। सोचौँ त, जब ओक वा बीज जस्ता रुखहरूमा एकैपटक अत्यधिक फल लाग्छ, त्यसले जाडोयाममा मुसाहरूको लागि त एकदमै ठूलो भोजको आयोजना गरे जस्तै हुन्छ। खाना प्रशस्त पाएपछि मुसाको सङ्ख्या ह्वात्तै बढ्छ। जति धेरै मुसा त्यति नै धेरै भाइरसको फैलावट, अनि मुसा र मानिसको जम्का भेट हुँदा मानिसमा संक्रमणको जोखिम एकैचोटि उच्च बिन्दुमा पुग्छ। एउटा रुखमा धेरै फल लाग्दा जनस्वास्थ्यमा कसरी सिधा असर पर्दो रहेछ, होइन त? अब कुरा गरौँ चौथो खण्डको, एउटा यस्तो घटना जसले वैज्ञानिकहरूलाई नै अचम्ममा पारिदियो, एमभी होन्डियस जहाजको प्रकोप। जनस्वास्थ्य विशेषज्ञहरूको लागि यो एउटा गम्भीर रहस्यको विषय बनेको थियो। सोचौँ त, मुसाबाट सर्ने भाइरस समुद्रको बीचमा तैरिरहेको पानी जहाजमा कसरी फैलिन सक्छ? यो त सम्भव नै नहुनुपर्ने हो नि। एपिडेमियोलोजीको दृष्टिकोणले यो एउटा एकदमै ठूलो पजल थियो। घटनाक्रम कसरी अगाडि बढ्यो भने अप्रिल 1 मा दक्षिण अमेरिकाको यात्रा गरेर आएका एकजना यात्रु जहाज चढ्छन्। उनी पहिल्यै संक्रमित थिए भन्ने कसैलाई थाहा थिएन। अप्रिल 6 मा उनमा लक्षणहरू देखिन थाल्छ। उनैबाट अन्जानमै जहाजभित्र रहेका उनका नजिकका साथीहरूमा यो गम्भीर श्वास प्रश्वासको रोग सर्न पुग्यो। अप्रिल 11 मा पहिलो मृत्यु भयो, अनि बल्ल मे 2 मा गएर विश्व स्वास्थ्य सङ्गठनलाई यो रहस्यमय प्रकोपको बारेमा जानकारी गराइयो। यो छोटो समयावधि साँच्चीकै डरलाग्दो थियो। विश्व स्वास्थ्य सङ्गठनले अनुसन्धान गर्दा के पत्ता लाग्यो भने त्यो जहाजमा 8 जना संक्रमित भएका थिए, जसमध्ये 3 जनाको मृत्यु भयो, अर्थात् झण्डै 38% मृत्युदर। तर सबैभन्दा डरलाग्दो कुरा त के थियो भने त्यहाँ एन्डिज भाइरस फैलिएको पुष्टि भयो। हान्टा भाइरसको परिवारमा यो एउटा मात्र यस्तो प्रजाति हो जुन मानिसबाट मानिसमा सर्न सक्छ। पानी जहाज जस्तो बन्द र साँघुरो ठाउँ जहाँ मानिसहरू लामो समय सँगै बिताउँछन्, त्यहाँ त यो भाइरस डढेलो जस्तै फैलिन सजिलो भयो।
अब हाम्रो अन्तिम खण्डतर्फ लागौं। यस्तो खतरनाक भाइरसबाट बच्ने उपाय र उपचार के छन् त? सुन्दा अलि निराश लाग्न सक्छ, तर अहिलेसम्म हान्टा भाइरसलाई नै भनेर मार्ने कुनै विशेष औषधि या खोप बनेको छैन। त्यसैले अस्पतालमा बिरामीलाई अक्सिजन दिने, भेन्टिलेटरमा राख्ने र मृगौला फेल भए डायलाइसिस गर्ने जस्ता सहायक उपचार मात्र गर्न सकिन्छ। त्यसैले त रोकथाम नै सबैभन्दा ठूलो उपाय हो। घर वरिपरि मुसा आउन नदिनु एकदमै जरुरी छ। एउटा कुरा सधैँ याद राख्नुपर्छ, मुसाको मलमूत्र देखियो भने कहिले पनि कुचोले बढार्ने वा भ्याकुम क्लिनर लगाउने काम गर्नु हुँदैन, किनकि यसो गर्दा भाइरसका कणहरू हावामा उड्छन् र हाम्रो सासको नलीमा पुग्छन्। अब अन्त्यमा एउटा गम्भीर प्रश्न छोडेर जान चाहन्छु। जसरी जलवायु परिवर्तनले गर्दा अछिल न्यानो जाडोयाम हुन थालेको छ र रुखहरूमा बेमौसमी रूपमा अत्यधिक फल लाग्ने चक्र बढिरहेको छ, यसले भविष्यमा मुसाको संख्या अझै बढाउने निश्चित छ। त्यसो भए यस्ता घातक भाइरसका प्रकोपहरू कति छिटो दोहोरिएलान् त? प्रकृतिमा भइरहेका यी साना परिवर्तनहरूले हाम्रो जनस्वास्थ्यमा ल्याउन सक्ने ठूलो आँधीको निगरानी गर्नु अबको हाम्रो मुख्य चुनौती हो। आजको यो प्रस्तुतिमा हामीसँगै रहनुभएकोमा धेरै धेरै धन्यवाद।